एउटा सत्य कुरा भनौँ। सत्य कुरा के हो भने नेपालमा अनेक भाषा छन्, अनेक संस्कृति छन्, अनेक चालचलन पनि छन्। तर आज हामी भाषाको बारेमा कुरा गरौँ। नेपालमा यस्तो युग पनि थियो जति बेला आफ्नै भाषामा लेख्दा कुनै पनि व्यक्तिलाई जेलसम्म पनि पठाइन्थ्यो। के यो कथा कहिले सुन्नुभएको छ? विक्रम सम्वत 1941 को कुरा हो। काठमाडौँमा एउटा कवि थिए, चित्तधर हृदय। उनले के अपराध गरे भने उनले बम बनाएनन्, हतियार पनि उठाएनन्। उनले केवल नेवारी भाषामा कविता लेखे। राणाकालीनमा राणा सरकारले त्यही कविताका कागजहरू उठाए र चित्तधरलाई जेलमा राखिदिए। तर जेलले उनको कलम रोक्न सकेन। जेलभित्र अँध्यारो कोठामा भोक र पीडाका बीचमा पनि उनले एउटा किताब लेखे, सुगत र सौरभ। बुद्धको जीवनमाथि महाकाव्य थियो। यो नेवारी भाषामा पनि थियो। आज त्यो किताब नेपाली साहित्यको सर्वोच्च गौरव पनि मानिन्छ। यदि तपाईँले पढ्नुभएको छ, तपाईँलाई यसको बारेमा थाहा छ भने। र नेपालको संविधानको धारा 7सँग सम्बन्ध राख्दा चाहिँ राणाकाल र पञ्चायतकालमा एउटा नीति थियो क्या, एक भाषा, एक भेष र एक देश। अहिले मैले धेरै मान्छेहरू देख्छु कि हाम्रो देशलाई हिन्दू राष्ट्र बनाउनु पर्छ, नेपाली मात्रै बोल्नुपर्छ, नेपाली मात्रै भाषा हुनुपर्छ भन्दा यो देशले धेरै एक्सपिरियन्स गरिसकेको छ यस्तो कुराहरू। र नेपाली बाहेक अरू भाषा रेडियोमा प्रतिबन्ध पनि थियो है। त्यति बेला सरकारी कामकाजमा प्रतिबन्ध थियो, विद्यालयमा प्रतिबन्ध थियो। मैथिली, नेवारी, थारू, तामाङहरू सबै भाषाहरू आफ्नै देशमा अनाथ जस्तै थिए। र त्यही 1941मा चित्तधर हृदयलाई आफ्नै मातृभाषामा लेख्दा जेल पठाइयो भने सन् 2015मा त्यही भाषाले संविधानमा ठाउँ पायो। जुन अनेक भाषा हो त्यो भाषाले संविधानमा ठाउँ पनि पायो। र यो नेपालको संविधानको धारा 7 केवल कानुन मात्रै होइन, यो चित्तधर जस्ता हजारौँ मान्छेको वर्षौँको पीडाको जवाफ पनि हो। त्यसैले हरेक भाषा, हरेक संस्कृति र हरेक व्यक्तिलाई प्रेम गर्नुहोस्, माया गर्नुहोस्। सक्नुहुन्छ सहयोग गर्नुहोस्, सक्नु हुँदैन भने पीडा पुर्याउने काम पनि नगर्नुहोस्। आजको लागि यति नै। र यो संविधानको धारा 7 तपाईलाई कस्तो लाग्यो? आफ्नो सुझाव र सल्लाह दिनुहोला भन्दै अर्को धारामा फेरि भेट हुनेछौँ। नमस्कार।